गाइस नमस्ते डुग्गरे आशा गर्दछु तपाईहरु सन्चै हुनुहुन्छ र म मेरी छोरी हामी पनि सन्चै छौं। मेरो छोरी चाहिँ यहाँ सुतिरहेको छिन्। अलिकति सन्चो छैन क्या कति 3-4 दिन भइसक्यो। पुरा रुगा खोकी सुरुमा चाहिँ किला रुगा मात्रै लागिरहेको थियो हैन अनि त्यसपछि फेरि अचानक खोकी स्टार्ट भयो। त्यसमा अचानक ज्वरो आउन थाल्यो। हिजो चाहिँ क्लिनिक लगेर मैले जचाएर दबाई पनि ल्याइदिएको छु हैन। ल्याउन चाहिँ त्यो पनि अलिक आराम नै भएको छैन। कस्तो चिसो लागेको क्या। अहिले चाहिँ अब भाइरल ज्वरो आएछ भनेर भन्छन्। त्यही भएर होला कि सब हुन त सबै बच्चैहरु बिरामी छन् हैन। अनि नानीलाई पनि सन्चो छैन। त्यही भएर अहिले पनि सुति नानी बिहान पनि सुतेको थिइन् अहिले पनि सुतिन्। खाना चाहिँ खान्छिन् हैन। धन्न त्यतिको त्योमा चाहिँ दुःख छैन। अनि तर मेरो छोरी चाहिँ के छ भने साथीहरु महिना दिन निको हुन्छ राम्रो हुन्छ। म अर्को महिना फेरि बिरामी पर्छ। फेरि महिना दिन आराम हुन्छ। फेरि महिना दिन फेरि बिरामी। कस्तो गाह्रो हुन्छ है बच्चाहरुलाई हुर्काउन बढाउन बा सजिलो छैन। ओके यो कुरा छोडौं हैन। म मेरो छोरी मात्र हैन हामी पुरै फ्यामिली हामी चाहिँ इन्डिया जान लागेको क्या बिहेमा। आई होप जान पाऊँ हैन। नानीलाई सन्चो छैन। अब नानीलाई सन्चो भयो भने मात्र जाने हो। तर त्यही पनि अब मेरो चाहिँ आफ्नै सानी आमाको छोराको चाहिँ बिहे छ हैन। त्यही भएर हामी चाहिँ बिहेमा जाने हो। अनि मैले चाहिँ शपिङ गरिन हैन। साथीहरु शपिङ गरिन भन्दाखेरि मैले चाहिँ यो लुगा मात्रै किनेको हो हैन। यही किने मैले चाहिँ मैले चाहिँ नानीलाई मात्रै सपिङ गरिदिएको किनभने अब हामी त बिहे गरेको मान्छे साडी लगाउनै पर्यो हैन। अनि म सकेसम्म ट्राई गर्छु आफ्नो कास्टको। म राजवंशी हो। राजवंशी कास्टको म्यारिड कस्तो हुन्छ के फंक्सनहरु हुन्छ हैन रीतिरिवाज के कसो हुन्छ सकेसम्म म हजुरहरुलाई शेयर गर्न ट्राई गर्छु ल त्यहाँ गएर। किनभने त्यो माहौलले त्यस्तो हुन्छ कि मेनको यस्तो हुन्छ क्या नानी भएको कारणले चाहिँ गर्नै पाइदैन क्या। अनि आई होप नानीलाई सन्चो भइहालोस् त्यति दिनसम्म हैन। अनि जान पाइन्छ नभए उहाँको बाबाले चाहिँ जान दिनुहुन्न। मैले चाहिँ नानीलाई बिहेमा जानको लागि खास गरी यो भिडियो चाहिँ मैले किन बनाएको हो भने नि नानीको लुगा देखाउनको लागि। मैले चाहिँ बिहेमा जानको लागि मैले नानीको लागि लुगाहरु किनिदिएको छु नि त। अनि कस्तो खालको लुगा किने त तपाईहरुलाई पनि शेयर गर्न मन लाग्यो क्या मलाई। मैले सुरुमा तपाईलाई जुत्ता चप्पल देखाउँछु ल। मलाई यो सुरुमा दोकानमा क्या देखेँ नि यस्तो मन पर्यो टाढैबाट क्या क्यूट क्या। अरु पनि कलरको तर मलाई व्हाइट कलर चाहिँ साह्रै मन पर्यो। अनि मेरो छोरीलाई पनि यो चप्पल यति मन पर्यो। त्यहाँ दोकानमा लगाइदिएपछि खोल्नै नमानेको क्या नानी युविकाले। अनि यहाँ घरमा पनि ल्याइदिनदेखिको यही चप्पल लगाउँछ। आहा आहा गर्छ नि यही चप्पल लगाउँछ क्या। कस्तो क्यूट छ हेर्नु। यसको प्राइस चाहिँ 350 हो। तर मैले 350 त मेरो परेन हैन। मैले यो अनि यो हुन चाहिँ यो बोइजको हो हैन। तर गर्ल्सले पनि लाउँदा हुन्छ। अनि त्यस्तो अर्को खालको चप्पलहरु मलाई मनै परेन क्या। अरूको पनि मैले फिता यताउति छ क्या। अरु जुत्ताहरु मैले किनिदिएको छ घरमा अलरेडी छ। अनि मलाई चाहिँ फेरि यो मन पर्यो। अनि नानीलाई अब छोरा न छोरी हैन सानोमा त लाउँदा हुन्छ नि त। अनि मैले यो किने। अनि यो दुईटैलाई चाहिँ 800 रुपैयाँ लियो हैन। महँगो लियो सस्तो लियो आई डोन्ट नो बट 800 दुईटाको हैन। अनि यो भन्दा यो चाहिँ कति क्यूट छ के। यो चाहिँ मैले विराटनगर बजारबाट लिएको हो। हजुरलाई पनि मन पर्यो भने भन्नु है। अनि लुगा पक्नु है। मैले चाहिँ यो टिकटकमा देखेको थिएँ क्या यो लुगा चाहिँ। अनि फाइनली मैले भेटेँ पनि यो चाहिँ 3 पिस हो। यो भित्रबाट भेस्ट हुन्छ हेर्नु न। मलाई मेरो छोरीको लुगा त मलाई नै हर्छ जस्तो छ हौ। यो चाहिँ कट्टु हैन कट्टु। अनि यो बाहिरबाट चाहिँ सर्ट टी सर्ट टाइपको हुन्छ क्या। देख्नु यस्तरी हुन्छ। यो भित्र हुन्छ यस्तरी। यो चाहिँ यस्तो हुन्छ। यो चाहिँ मैले कतिमा किने भन्दाखेरि नि
मैले दुईचोटि किनेको नि त नानीलाई। यो यसको चाहिँ के भन्छ 1450 हो नि क्या यसकोमा। यो बच्चाहरूको लुगा चाहिँ कति महँगो। मैले यो लगाएको 750 मा लिएको होइन। हामी चाहिँ लुगा कति सस्तो क्या। यो नानी बाबुहरूको लुगा चाहिँ यति महँगो नि आमामामा। तर मैले त्यतिमा किनिनँ होइन, भनेको थियो त्यतिमा डिस्काउन्ट त गर्ने पऱ्यो। यो भएन। कलर चाहिँ पिङ्क एन्ड वाइटमा चाहिँ ब्लू कलर छ होइन। अनि अर्को चाहिँ मैले के किनेँ भन्दा हुन चाहिँ मैले उसलाई जामा किनिदिनु लागेको थिएँ क्या। अनि उसको बाबाले पनि भन्नुभएको थियो जामा किनिदिनु, बिहेमा लाउने हुन्छ नि कस्तो राम्रो खालको अलिक परी टाइपको होइन, जामा किनिदिनु भन्नुभएको थियो। तर मैले चाहिँ आफूले सोचे जस्तो खोजे जस्तो चाहिँ भेटिनँ क्या। पुरै मार्केट घुमेँ तर भेटिनँ। अनि फेरि मेरो नानीको चाहिँ अब अस्ति मुण्डन गरेको हो नि त। हुन त मैले त्यो भिडियो हालेको छुइनँ होइन, मसँग छ, म कुनै दिन हाल्नेछु होइन। अनि मुण्डन गरेको थिएँ मैले शिवरात्रिको बेला, मेरो भएको थियो नि त। अनि मैले मुण्डन गरेको थिएँ। मैले अर्को ब्लग, मेरो अर्को पनि च्यानल छ, मैले त्यसमा चाहिँ हालेको छु त्यो च्यानलमा होइन, त्यो आइडीमा चाहिँ। अनि मुण्डन गरेपछि अहिले उसको कपाल टुक्ली छ नि त, टक्कै भएको छ नि त। अनि त्यो भएको कारणले गर्दाखेरि लुगै नसुहाउने क्या, कस्तो देखिने। अलिक छोरी सबले फेरि छोरा मात्रै भन्ने क्या उसलाई। छोरी त कसैले भन्दैन लुगा किनिदिने ठाउँमा पनि केटा मात्रै लुगा देखाएको क्या उसलाई हेरेर। अनि नसुहाएर पनि नकिनिदिएको हो। अनि मैले खोजे जस्तो पनि भेटिनँ, द्याट्स वाइ। अनि मैले चाहिँ यो यस्तो खालको जामा चाहिँ भेटेँ। यो चाहिँ आउटर हो, माथिबाट जिन्सको चाहिँ जामा पछाडि हुन्छ, यो अगाडि। अनि यो चाहिँ यस्तो है। यस्तो हुन्छ फाइनली। हाउ इज इट? मैले चाहिँ यो दुईवटा लुगा चाहिँ मैले कतिमा किनेँ भने 2300 मा किनेँ। हुन त मलाई अहिले अझै पनि लागिरहेको छ कि महँगै लियो होइन, तर ठिकै छ बच्चाको लागि। म चाहिँ फेरि आफ्नो लुगा किन्नु जाँदाखेरि यति कन्जुस गर्छु, यति बार्गेनिङ गर्छु होइन। तर अब नानी बच्चाहरूको लुगा किन्न जाँदाखेरि चाहिँ त्यति बार्गेनिङ गर्दिनँ। हुन त यिनीहरूको लुगा कस्तो महँगै पर्छ, क्वालिटी राम्रो हुन्छ क्या। मैले यो चाहिँ लुगा विराटनगरको बेबी ल्यान्डमा लिएको हो, ठिकै छ त्यतिको मिलाएर दिनुभएको हो। धेरै जस्तो नानीको लुगा म चाहिँ त्यहीँबाट लिन्छु। अनि घर बस्दा लाउने लुगाहरू चाहिँ जोगमनी भयो, लक्ष्मी फेसन भयो, त्यहाँबाट लिइदिन्छु क्या। सस्तो पर्छ, राम्रो पर्छ, घर बस्दा लाउन त ठिकै हुन्छ नि त। अनि अरू कतै जाने नयाँ लुगाहरू चाहिँ मैले बेबी ल्यान्डबाट लिन्छु। अनि मैले यो लुगा पनि लक्ष्मी फेसनबाटै लिएको हो। राम्रो छ यो लुगा चाहिँ, मलाई कस्तो मन परेको थियो, टिकटकमा देखेको थिएँ। अनि मैले यति मैले लिएको। अब म बरु त्यतिखेर ट्राई गर्छु भिडियो बनाउने कि मैले बिहेमा के लाउने। ओके। ओ माई गड, सबैभन्दा स्पेसल चिज त मैले भन्दै बिर्सेँ। आज 1 गते है। ह्याप्पी न्यू इयर गाइस। नयाँ वर्षको हजुर सबैजनालाई धेरै 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 शुभकामना छ होइन। आज चाहिँ मैले एउटै भिडियो यस्तो हुन्छ क्या, म आफ्नो लङ ब्लगहरू हालौँ, भिडियोहरू हालौँ, आफ्नो कति कुराहरू होइन सेयर गरौँ भन्न चाहन्छु होइन, देखाउन खोज्छु। तर मेरो नानी कस्तो चाहिँ भने एकछिन एक ठाउँमा बस्दिनन् होइन, रोको त्यसमा पनि अहिले सन्चो नभएर यस्तो गनगनी भएको छिन् नि। तपाईँ भन्नुहुन्छ आज 1 गते होइन, म नयाँ लुगा लगाएर मात्र बसेको क्या, न मेकअप गरेको छ, न कतै घुम्न, न एउटा टिकटक भिडियो बनाउन पाएको छ होइन। बच्चा भएपछि गाह्रो हुन्छ क्या, सोचे जस्तो केही गर्न मिल्दैन क्या। त्यही भएर मैले केही गर्न पाएको छैन। सो जति आफूले सकिरहेको छु त्यति नै मैले कन्टेन्ट दिइरहेको छु आफ्नो तर्फबाट होइन, जति भ्याएसम्मको। अब भ्याइँदैन, सकिँदैन होइन। अब राम्रो खालको त्यस्तो मोबाइल पनि छैन होइन। अब त्यो हुन्छ नि मोबाइल ठड्याउने कि आफूसँग केही छैन, नलेज छैन, आफूलाई जस्तो आउँछ त्यस्तै सेयर गरेर हालिरहेको हुन्छु। सो प्लिज 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 मलाई यसरी नै स्वीकार गर्नु, यसरी यति
स्वीकार गरेर माया गर्नु एन्ड प्लिज सब्सक्राइब गरिदिनु होला। हजुरहरूको मायाको धेरै 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 आवश्यकता छ। प्लिज हस् त, धन्यवाद, बाई।